सन् 2005 मा एउटा $50 बिलियन को मालिकको मृत्यु हुन्छ र उसको कोही आफन्त कोही फ्यामिली नभएकोले गर्दा फेरि त्यो सम्पत्ति सरकारी हुन्छ, सरकारले कब्जा गर्छ र उसको फेरि जन्म हुन्छ, पुनर्जन्म। अहिले त्यो मान्छे 21 वर्षको भयो, उसलाई सबै कुरा याद आइसक्यो। अब उसले आफ्नो मेहनतले खुन पसिनाले कमाएको सम्पत्ति, उसले त्यो सम्पत्तिमा आफ्नो अधिकार दाबी गर्न खोज्दैछ तर सरकारले उसलाई दिइरहेको छैन किनकि कानुनले पुनर्जन्म भएको कहानी मान्दैन। तर यो त सत्य हो, उसले न्याय पाउनु पर्ने हो। ब्रो, यो मान्छेसँग त अन्याय भयो, मलाई पनि नराम्रो लागिरहेको छ। त्यो मान्छे कहाँ होला, मलाई भेट्न मन लागिरहेको छ। आई वान्ट टु हग हिम। ब्रो, त्यो मान्छे तिम्रै अगाडि त बसिरहेको छ, तिमीसँगै गफ गरिरहेको छ। मतलब त्यो मान्छे तिमी।